नमस्कार। म आज हजुरहरूलाई राशिका रङ बताउन गइरहेको छु। रक्त श्वेत सुक तनु निभा पाटलो धूम्र पाण्डु चित्र कृष्ण कनक सदृश पिङ्गला कर्पूरश्च। यो विरत जातकको श्लोक हो। यसमा के भनिएको छ भने मेष राशिको रङ रातो हुन्छ, वृष राशिको रङ सेतो हुन्छ, मिथुन राशिको रङ हरियो हुन्छ, रक्त श्वेत सुक तनु निभ पातलो ढुम्र पाण्डु। कर्क राशिको रङ ईषत् कृष्ण रक्त केही कालो र रातो हुन्छ, पातलो धुम्र। सिंहको रङ धुम्र वर्णको हुन्छ, रक्त श्वेत सुक तनु निभ पातलो धुम्र पाण्डु चित्र कृष्ण। अब यो कन्याको रङ अनेक प्रकारको हुन्छ, मिश्रित हुन्छ। तुलाको रङ कालो हुन्छ, रक्त श्वेत सुक तनु निभ पातलो धुम्र पाण्डु चित्र कृष्ण कनक सदृश। वृश्चिकको रङ तुलाको रङ कालो हुन्छ, वृश्चिकको रङ सुन समान हुन्छ, धनुको रङ पहेँलो हुन्छ, कनक सदृश पिङ्गला कर्पूरश्च। यस्ता प्रकारले राशिका रङहरूको विभाजन गरिएको छ। भिडियो मन परेमा लाइक कमेन्ट सेयर गर्दै रहनुहोला।